हेलो अनि नमस्ते सबैजनालाई ह्याप्पी तिहार सबैजनालाई हैन। अब तिहारको लागि चाहिँ भोलि चाहिँ लक्ष्मी पूजा छ। मैले चाहिँ लक्ष्मी पूजाको लागि चाहिँ आज है अब फुलहरू किनेर लिएर आएको छु। अनि यो फुल चाहिँ अब सयपत्री फुल यहाँ पनि पाउँदो रहेछ। मैले यसरी गुच्छी किनेर लिएर आएको छु। यसको यसलाई म पानीमा राख्छु किनभने यहाँ मलाई यो भोलिको लागि चाहिन्छ। अनि यो मैले यस्तै उयोहरूमा सजाउनका लागि क्या त्यो करुवामा लोटाहरूमा सजाउनको लागि चाहिँ यो 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 के भन्छ यो पहेँलो फुललाई के भन्छ अरे गोदावरी गोदावरी फुलको यो किनेर ल्याएको छु। अनि यहाँ हेर्नुहोस् त गाइज, मैले अर्को के किनेर ल्याएको छु। यो रङ्गोली। भोलि अब रङ्गोली यसो भ्यायो भने रङ्गोली बनाउने। बस यो भाइटिकाको लागि टिका पनि हुन्छ हैन। अनि त्यसमा मैले अरू यो भोलि लक्ष्मी पूजाको लागि चाहिँ मैले धुप यो चाहिँ कस्तो खालको रहेछ है, कस्तो रहेछ एकचोटि ट्राई गरौँ न कस्तो रहेछ हेरौँ नि त। यो धुप सिन्के धुप नै हो ए ठिक रहेछ। कस्तो मिठो बास्ना। अनि धुप लिएर आएको छु। अनि यो लड्डु गाइज। अनि यो बर्फी पेडा बर्फी अनि त्यसपछि यहाँनिर मैले यो के अरे नरिवल लिएर आएको छु। त्यसपछि गाइज यो छ है यो दियो बाल्नको लागि। रातो छ त, रातो छ कि छैन? भोलि रातो नि त चाहियो नि त। ए रहेछ ल, रातो नि रहेछ है। अनि मैले एउटा यस्तो एउटा टिका थाली नि एउटा लिएको छु है। अनि त्यसपछि यो मैले पालाहरू सजाउनको लागि यो लिएको छु। यो मैले किनेको। अनि एउटा यो पाला किने है। त्यसपछि यो करुवा पनि एउटा किने, सानो करुवा। अब अरू चाहिँ मेरो पहिल्यै थियो ल। डलरको खुम्चेछ त। माथि आए पैसा है पैसा अलि माथि। ल रोटी पोल्ने कार्यक्रम पनि सुरु हो। रोटी पोल्नेमा हाल्नुहुन्छ क्युमारी तामाङ, त्यस्तै हाम्रो रोटी निकाल्नेमा हुनुहुन्छ सेनालिस थुलुङ, रोटी निकाल्ने पोल्ने।
पूजा पनि आइपुग्यो है। हामीले अस्ति पूजा चाहिँ जहिले पनि आइपुग्छ। हिजो चाहिँ भ्याएन अनि त्यही भएर आज बनाउनु लाग्यो। अब हेरौँ है त गाइज हाम्रो रङ्गोली चाहिँ कस्तो हुन्छ। यो चाहिँ भर्खर हाम्रो स्टार्टिङ हुँदैछ रङ्गोलीको। अब इन्डिङ गर्दाखेरि देखाउँला तपाईँहरूलाई गाइज। गुड मर्निङ सबैजनालाई। आज चाहिँ अब तिहारको चौथो दिन, भाइटिकाको दिन। सम्पूर्णलाई ह्याप्पी भाइटिका होइन। दाजुभाइहरूलाई ह्याप्पी भाइटिका। मेरो भाइ चाहिँ नेपालतिर छ होइन। अनि मेरो दाइ चाहिँ यतै हुनुहुन्छ। दाइ आज अब टिका लाउनलाई आउनुहुन्छ एकछिनमा होइन। अनि मेरो दाइले चाहिँ अब लगभग 18-19 वर्षपछि चाहिँ अब यसरी टिका लाउन पाएको छ है। अनि त्यही भएर मलाई पनि एकदम खुसी लागेको छ। म त एकदम एक्साइटेड छु है। अनि अब यो बिहान अब हामीले चाहिँ अब भाइटिकाको लागि चाहिँ अब एकदम अब के तयारी गर्ने त। विदेशमा त त्यस्तै हो, नेपालमा भने जस्तै नेपालमा भनेको जस्तो सबै चिजहरू पाउँछ भने यहाँ पाउँदैन होइन। भनेको जसरी गर्न पाउँदैन यहाँ। त्यही पनि अब हामीले चाहिँ सानोतिनो कोसिस त गरेको छौँ। अब यतातिर पूजाले अब खै के अब हामीले चाहिँ आज अब खासमा अब केही यसो पकाउने। अब के पकाउने भन्दा चाहिँ हामीले आज के पूजा के को लागि? यो पुलाउको लागि हो। आज चाहिँ अब हामीले भाइटिकामा चाहिँ अब यसो पुलाउ बनाऊँ भनेर सोचिरहेको छु है। पुलाउ बनाउने अनि अलिअलि अब मासुहरू अलिअलि बनाउनु पर्यो। त्यही हो अब खासै विशेष आइटम त केही पनि छैन। यो सेल बनाएको छ हिजो हामीले। यो भाइटिकाकै लागि भनेर बनाएको हो स्पेसली है। यो भयो कि भएन होला भाउजू हेर्नु त। ठिक छ भएको छ। कति जति काट्ने कि काट न तिम्रो अन्दाजीमा। अब 4-5 जनाले खाने हो। पुलाउ बनाउनु पर्यो। अनि पुलाउ मैले चाहिँ पुलाउ अनि यता मटनहरू भिजाइराखेको छु होइन। मटन चिकनहरू अब यहाँ त के गर्नु सबै चिज फ्रोजन पाइन्छ है। अब मटन चिकनहरू भिजाएर राखेको छु। अब मुखजटो गरिसक्यो? उठ्नु बित्तिकै सियल एक टुक्रो हालिसकेँ मैले त। ठिकै छ, केही फरक पर्दैन। केही फरक पर्दैन अब ठिकै छ। के हुँदैन, के फरक पर्छ र। आज भाइटिकाको दिन होइन। अब हाम्रो चलन अनुसार चाहिँ आज अलिकति मुख जुठो नगर्ने भन्छ है। दाइ भाइहरूलाई अब टिका नलाइदिएसम्म अब मुख जुठो नगर्नु भन्छ है। अनि त्यही भएर मैले चाहिँ अब नुनिलो चिजहरू नखाऊँ कि भनेर सोचिरहेको छु है। होइन अब नखानै पर्ला दाइलाई टिका नलाइदिएसम्म। अनि अब त्यस्तै हो। अब पूजाले चाहिँ बिहानै सेल चपाइसकेछ। कतिखेर उठेर चपायो। ल है म चाहिँ अब नुहाइधुवाइ गरेर रेडी भएँ है। अब नुहाइधुवाइ गरेर रेडी भएँ। मैले खानेकुराहरू यहाँ मटन बनाएँ। अनि मेरो दाइ भाउजू पनि आइपुगिसक्नु भयो होइन।
मेरो दाइ भाउजू नि आइपुगिसक्नु भएको छ दाइ दाइ ल ह्याप्पी भाइटिका सेम टु यु ह्याप्पी भाइटिका ल अब अहिले त अलिकति साइड भएको रहेछ एकछिनपछि टिका हामीले चाहिँ जापानमै भए पनि नेपालको साइडमा टिका लाउने भनेर सोचिरहेको छु है अनि हामीले चाहिँ अब खानेकुराहरू अब के रेडी गर्नु यहाँ अब खासै त्यस्तो केही रेडी छैन यहाँनिर चिकन बनाएको छु राम्रै छ त ठिकै छ बनायो हामीले हिजो सेल बनायो अचार बनाएको छु अनि यहाँ अन्डा उसिनेको छु यसलाई चाहिँ अहिले एकछिनमा म फ्राई गर्छु यहाँनिर मैले पुलाउ बनाएको छु हुनुहुन्छ त कस्तो उहाँहरू हुन्छ है पुलाउ अनि त्यसपछि चाहिँ मैले यतातिर चाहिँ अब यहाँ मटन बनाएको छु मटनमा ग्रेभी हालेर होइन अब यहाँ दाल झान्नुपर्ने छ है यस्तै छ खानेकुराहरू चाहिँ कसले जित्यो त पूजाले पूजा रुनु लगाइसक्यो अरे ल भाउजू पूजा नरो भाइ कसले खायो मैले चाहिँ दाइको लागि चाहिँ यस्तो यस्तो चिजहरू चाहिँ ल्याएर तयार गरेको छु हाम्रो भाइ मसला चाहिँ रेडी भयो है यस्तो यस्तो चिज ल्याएर अब सजाएको छु भाइलाई होइन दाइहरूलाई यो चाहिँ अब पूजाले उसको दाइलाई यता चाहिँ मैले मेरो दाइलाई खेल्छ त अनि 2-3 घन्टाको एउटै घरमा खेल्छ माला ढाका टोपी ल हाम्रो चाहिँ अब फाइनल डे भाइटिकाको डे पूजापाठ सुरु भएको छ भाइटिका स्टार्ट हुन लागेको छ माइलीले चाहिँ पूजा सुरुमा अब गर्नलाई तयारी गर्दैछ उहाँ हाम्रो अनलाइनबाट फेरि हामीलाई यहाँ ट्युटोरियल पनि दिँदै हुनुहुन्छ आमाहरूले पूजाहरू कसरी गर्ने भनेर त्यो थालीमा त्यो बिचकोलाई चाहिँ त्यो बत्ती छ नि पूजा हुन्छ हाम्रो पूजा मेरो बहिनी टिका छ नि भाउजू हुनुहुन्छ अलिकति पानी हालेर थोरै पानी हालेर दाइ बिचकोलाई पूजा गर्नु देला पुरै शिखरको बाटो ओखरमा फोरी दिए
दाइलाई लिनुपर्छ पूजा बियर पनि ल्याउ न ओके दाइको भाग जति सबै लिएर आउनु। तपाईँ यो पनि दाइको फेभरेट होइन त यो कोसेली यहाँ टन्नै छ कोसेली हामी यो फर्स्ट टाइम यसरी पायो अब मेरो केही छ सिद्धि है मेरो दाइलाई दिने भाग जति ल सिद्धि अब के गर्नुपर्छ दाइ फेरि ढोगेर दिनु कसरी नास्ताका धेरै पछि फर्स्ट टाइम यसरी पायो हेर कस्तो फेरि ढोगेर दिनु दाइको दुईचोटि ढोग्नु ल ठिक छ त 20 वर्षपछि ढोग्नु भइरहेछ जसलाई आउँछ उनी खतरा यहाँ सिपालु रहेछ तिनचोटि भयो यता भाउजूलाई उसलाई पनि उसलाई पनि गरिदिनु अब सँगै गर्ने दाइ भाउजू हाम्रो स्टाइलमा भाउजूहरूले पनि लाउँछ हतारेर कहीँ जानु नै त्यस्तो गरे होइन त्यस्तै फास्ट ल्याइदियो किन यस्तो ढल्किनु भयो तपाईँ सिधा बस्नु त साइड गयो भने होइन कि साइड चाहिँ त्यहाँबाट सुरु कस्तो होला है 1184 कतिसम्म छ क्या सायद अब हाम्रो चाहिँ भाइटिकाको कार्यक्रम चाहिँ सक्यो नि सक्यो भन्दा पनि टिका लाउने चाहिँ सक्यो नि अब चाहिँ हामी यसो तास खेल्न लागेको गाई सबै प्याक भन्न नमिल्ने के गर्यो तिमीले कसरी निकाले डाउट लाग्यो त मेरो बोट आयो है मैले जिते नखाने भने कोले पूजा र भाउजू पूजा फेरि रुङ मैले भने जस्तै गरेर छ पैसा छ भन्दै बस छैन न भन क्या छैन छैन भइरहेको जान्छ अरे ल देख्यौ छक्का जुत्ता तिमी प्याक ए भाउजू त्यस्तो नगर्नु त कसम प्याक हो के अरु के अलिकति मिस भएछ त्यही भएर छ चाहिँ भन आउन त आयो नि राम्रो छ भनेर आयो छ भनेर छ नै आयो ल मेरो आयो कसले हाले छैन नरौला पूजा लकी डलर आयो ल जयो पनि छ भनेर छ नै आयो फेरि छक्का नै जुत्ता छ भनेर खतरा कम्पिटिसन आइदिनु भाइ एउटाको जुट एउटाको रङ ट्रायल आयो भने त 100 रुपैयाँ थप्ने हो भाइ एक्स्ट्रा दिने हैन ट्रायल आयो भने एक कटरा आयो भने चाहिँ 200 सबैजनालाई तिनले ल्याइदिनु झन्डै ल्याइ एकका पास दाइले खाइहाल्ला ल के भोगो यो नहटप तपाईहरुले उस्तै हाल्छ के भाउजू यहाँ कुमारीले पड्काइसक्यो ल दाइ त प्याक हो त मरे भर्ती भएछ नि त कुमारीले के कुमारीले त ल मेरो भयो त खाएनौ अनि राम्रोसँग खाना तैले ओके गाइज आज चाहिँ भाइटिकाको दिन पनि सक्यो गाइज हैन यो चाहिँ के होला हेर्नुहोस् त गाइज यो चाहिँ मेरो दाइले दिनुभएको खाम हो मैले यसमा हेरेको छैन अब म यो चाहिँ हेरेर जाँदैछु है गाइज लेट्स सी यो गाइज रिभिल गर्न जाँदैछु है
Oh my god. 1 2 3 4 5 6 7 8 9 10 दाइले मलाई 10,000 हाल्नुभएछ। आर ह्याप्पी? थ्याङ्क यू दाइ। किन तर यत्रो धेरै नहाल्नु भएको भए हुन्थ्यो। यो अब दक्षिणा भन्दा पनि होइन दाइहरूको आशीर्वाद चाहिने हो है। अब यो चाहिँ एउटा हाम्रो कल्चरमा छ है। अब के गर्ने लिनै पर्छ नलिने भनेर नि हुँदैन। तर थ्याङ्क यू दाइ।